नेकपा माओवादीले काठमाडौँको भृकुटी मण्डपमा आयोजना गरेको चियापानमा तनाव उत्पन्न भएको छ। चियापान समारोहमा पुगेका एकजना युवकले मञ्चमा पुगेर एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आक्रमण गरेका छन्। त्यसमाथि स्थिति तनावपूर्ण बनेको छ। अध्यक्ष प्रचण्डलाई आक्रमण गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ती युवकको परिचय भने खुलिएको छैन। प्रहरीले स्थिति सामान्य बनाउने प्रयास गरिरहेको छ। युवकले अध्यक्ष प्रचण्डमाथि आक्रमण गरेपछि केही बेर भागदौड़ मचिएको थियो। र यसै विषयमा थप जानकारी दिनको लागि यति बेला हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ हाम्रा संवाददाता कृष्ण मल्ल हुनुहुन्छ। कृष्ण के हो यो घटनाको विस्तृत विवरण हामीलाई दिनुहोस्। रोहन, एकीकृत नेकपा माओवादीको चियापान कार्यक्रम चलिरहेको थियो र चियापान लगभग अन्त्यतिर पुगिसकेको थियो। मञ्चमा रहेका माओवादी नेताहरू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई लगायत माओवादीका नेताहरू तथा अन्य दलका नेताहरू मञ्चमा हुनुहुन्थ्यो। उहाँहरू निस्किने क्रममा हुनुहुन्थ्यो। त्यही बेलामा अन्त्यतिर शुभकामना दिन भनेर मञ्चमा गएका एक युवकले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गालामा थप्पड हान्ने प्रयास गरे र त्यो प्रयासले अध्यक्ष प्रचण्डको चस्मा भुइँमा खस्यो। चस्मा भुइँमा खसिसकेपछि स्थिति तनावग्रस्त बन्यो र त्यहाँ रहेका सुरक्षाकर्मीहरूले त्यो युवकलाई आफ्नो नियन्त्रणमा लगिसकेका छन् र अहिले यहाँको अवस्था चाहिँ सामान्य छ र चियापान कार्यक्रम सकिसकेको छ र शीर्ष स्तरका नेताहरू आफ्नो घरतर्फ लागिसक्नु भएको छ भने मध्यम स्तरका नेताहरू र केही कार्यकर्ता र हामी जस्ता संचारकर्मीहरू अझै पनि यही छौँ। कृष्ण, ती युवक जसले प्रचण्डमाथि आक्रमण गर्ने कोसिस गरेका थिए उनको परिचय खुलेको छैन भनिएको छ। के हो अहिलेसम्ममा उनको परिचय खुलेको छ या छैन? को थिए उनी? होइन रोहन, उनको परिचय स्पष्ट रूपमा खुलेको छ। मैले भर्खरै यस रूपमा उनको परिचय खुलाउनको निम्ति एसएसपी जयबहादुर चन्द्रसँग कुराकानी गरेको थिएँ र उहाँका अनुसार अध्यक्ष प्रचण्डमाथि आक्रमण गर्ने ती युवक बागलुङका पदम कुँवर रहेको पुष्टि भएको छ र यो घटनाका बारेमा मैले माओवादीका नेता टोपबहादुर रायमाझी लगायत अन्य नेताहरूसँग पनि कुराकानी गरेको थिएँ र अर्थमन्त्री वर्षमान पुनले पनि यो घटनाको बारेमा सामान्यतः संक्षिप्त प्रतिक्रिया दिनुभएको छ र यी सबै कुराहरूलाई बुझ्दा यी सबै तथ्यका हिसाबमा बागलुङका पदम कुँवर भन्ने व्यक्तिले अध्यक्ष प्रचण्डमाथि आक्रमण गरेका हुन्। उनी माओवादी भित्रकै थिए या अन्य कोही? अब यसबारेमा अहिले केही भन्न सकिन्न। यो अनुसन्धानको घेरामा छ। माओवादी कार्यकर्ताहरूले पनि उनलाई नचिनेको बताएका छन्। धेरैजसो उनी यो चियापान कार्यक्रमकै दौरानमा बाहिर अध्यक्ष प्रचण्ड लगायत माओवादी नेताहरूप्रति आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका थिए भन्ने सुनिएको छ। उनी चाहिँ 10 वर्षको जनयुद्ध, यसै गरी अन्य समयमा जसरी माओवादी कार्यकर्ता नेपाली जनतालाई आश्वासन दिएको थियो त्यो आश्वासन अनुसार माओवादीले सरकारमा रहँदा कुनै पनि काम गर्न नसकेको भनी उहाँले आक्रोश व्यक्त गरिरहेको कुरा यहाँ अन्य मानिसहरूले अहिले आएर सुनाइरहेका छन्। मलाई लाग्छ त्यही सन्दर्भमा उनले आक्रमण गरेका हुन् कि भन्ने छ। अर्कोतर्फ केही माओवादी कार्यकर्ताले यो नियोजित रूपमा अध्यक्षमाथि गरिएको आक्रमण हो भन्दै आफ्नो आक्रोश अझैसम्म पोखिरहेका छन्। हजुर कृष्ण, त्यस्तै गरेर त्यहाँ प्रधानमन्त्रीदेखि मन्त्री त्यस्तै गरेर विभिन्न दलका शीर्ष नेताहरू उपस्थिति हुने सो ठाउँमा यस्तो किसिमको घटना घट्नु के सुरक्षालाई अलिकति चुस्त दुरुस्त नबनाइएको हो भनेर बुझ्दा फेरि हुन्छ? कृष्ण, त्यसरी बुझ्न मिल्दैन रोहन। यो पक्कै पनि सुरक्षा यहाँ राम्रो थियो। हामी सबै प्रशंसा पनि गरिरहेका थियौँ कि यसअघि भएका अन्य चियापानका कार्यक्रमहरू जो हिजोका दिनमा माओवादीले गर्दै आएको थियो, अन्य दलहरूले पनि गर्दै आएका थिए, यसलाई एउटा दुर्घटनाको रूपमा लिनुपर्छ। मानिसहरू यहाँ राम्रो तरिकाले व्यवस्थित तरिकाले बसेका थिए र माओवादी कार्यकर्ताहरूले नेताहरूले पनि आउने विशिष्ट अधिकारीहरूदेखि लिएर नेताहरूदेखि लिएर उनीहरूलाई गेटबाट रिसिभ गर्ने र मञ्चमा लैजाने राम्रो व्यवस्था मिलाएका थिए। उल्लेख्य मात्रामा यहाँ सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो। तर अब शुभकामना दिन मञ्चमा गएको व्यक्तिले अकस्मात हात उठाएको छ। यो 2 सेकेन्डभित्र भएको कुरा हो। तुरुन्तै ती युवकलाई समातेर प्रहरीले लगिसकेको छ। अब कुनै हात हतियार या त्यस्ता वस्तुहरू पनि ती युवकसँग थिएनन्। सुरक्षाकर्मीमाथि र सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउन यसमा त्यति जायज देखिँदैन, तर यसलाई एउटा दुर्घटनाको रूपमा लिन भने सकिन्छ। हजुर कृष्ण, यो दुर्घटना पश्चात त्यहाँ केही बेर तनाव पनि उत्पन्न भएको थियो र हामीले दृश्यमा ती व्यक्ति पनि रगताम्य देख्न सक्छौं। त्यस विषयमा अलिकति बताइदिनुहोस् न कृष्ण, के हो त्यहाँ, त्यसपछि के भएको थियो? निश्चय पनि ती युवकले जब आक्रमण गरे त्यसपछि तिनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिँदै थियो। सुरक्षाकर्मीले नियन्त्रणमा लिने प्रयास गरिरहेको बेलामा त्यहाँ माओवादी कार्यकर्ताहरूले र अन्य मानिसहरूले ती युवकलाई लथार पथार पारेका थिए, उनीमाथि आक्रमण गरेका थिए। उनलाई हातले यसैगरी खुट्टाले हान्ने
धेरै प्रयास भयो र मैले पनि प्रत्यक्ष रूपमा ती युवक रक्तहर्मी भएको देखेको थिएँ र त्यस क्रममा हाम्रा क्यामेराम्यान पुरुषोत्तम पनि सामान्य घाइते हुनुभएको छ। उहाँको हातमा चोट लागेको छ। यो छायाङ्कन गर्ने क्रममा तनावग्रस्त स्थिति थियो, तर त्यो तनावग्रस्त स्थिति 10 मिनटभन्दा लामो रहन सकेन। प्रहरीले ती युवकलाई आफ्नो नियन्त्रणमा राखिसकेपछि अहिले यहाँको स्थिति सामान्य छ। भनेपछि अहिले त्यहाँ सामान्य बन्दैछ। त्यस्तै गरेर एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, त्यस्तै गरेर तपाईँले भन्नुभयो वर्षमान पुनले पनि केही प्रतिक्रिया दिनुभयो भनेर भन्नुभयो। अध्यक्ष प्रचण्डले चाहिँ दिनुभयो कि भएन? अध्यक्ष प्रचण्डको प्रतिक्रिया आएको छैन। उहाँ त्यसपछि पनि कार्यक्रम जारी रहँदा उहाँको आँखामा चस्मा थिएन, त्यो चस्मा भुइँमा खसेर फुटेको भन्ने सुनिएको छ। उहाँको अनुहार त्यसपछि मलिन भएको थियो। पक्कै पनि यस्ता किसिमका घटनाले एक किसिमको मोरल डाउन नेताहरूमा गराउँछ। कुनै प्रचण्ड लगायत प्रधानमन्त्रीले यस विषयमा त्यस्तो प्रतिक्रिया अहिलेसम्म दिनुभएको छैन। रोहन कृष्ण, यस्तो किसिमको घटना हाम्रो नेपाली राजनीतिमा यो तेस्रो पटक भएको छ। यसलाई हामीले कसरी हेर्ने? यो एउटा गम्भीर कुरा हो। यसमा यहाँ पनि धेरै सञ्चारकर्मी लगायत यहाँ उपस्थित दिग्गज व्यक्तित्व र अन्य मानिसहरूले पनि यस सम्बन्धमा कुराकानी गरिरहेको थिए। प्रमुख तीन दलका शीर्ष नेतामाथि आक्रमण भइसक्यो। यसअघि नेकपा एमालेका अध्यक्ष झलनाथ खनालमाथि आक्रमण भएको थियो। यसैगरी नेपाली कंग्रेसका सभापति सुशील कोइरालामाथि आक्रमण भएको थियो। अहिले आएर एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डमाथि आक्रमण भएको छ र प्रमुख तीन दलका नेताहरूमाथि यसरी आक्रमण हुनुलाई विभिन्न अर्थमा अर्थ्याउन सकिन्छ। अब एक रूपमा यसलाई सामान्य रूपमा हल्का रूपमा कुनै मान्छेले लहरमा आएर चर्चामा आउनको लागि या भनौँ उडनठेउलोपना देखाएर उच्छृङ्खलपना देखाएर आक्रमण गर्यो भनेर पनि यसलाई हेरिएको छ भने अर्कोतर्फ प्रमुख तीन दलका नेताहरूलाई एउटा सन्देश पनि हो कि देशमा शान्ति सुव्यवस्था ल्याउने, देशको विकास गर्ने, देशलाई सही मार्गमा लैजाने भनेर जसरी हिजोका दिनमा आन्दोलन गरिएर आजको यो अवस्थामा आइपुगे जुन आश्वासन उनीहरूले नेपाली जनतालाई दिएका थिए ती आश्वासनहरू पूरा हुन सकेनन्। प्रमुख तीन दलले केही पनि गर्न सकेनन्। यसकारण अहिलेसम्मको अव्यवस्था, अहिलेसम्मको बेथिति सबै यो प्रमुख तीन दलका नेताहरूको कारणले हो। यसकारण ती नेताहरूमाथि यस्तो किसिमको आक्रमण हुनु सामान्य हो भन्ने किसिमका प्रतिक्रियाहरू पनि यहाँ सुनिएका छन्। तर यी दुवै किसिमका प्रतिक्रियाहरूलाई बुझ्दा के संश्लेषण गर्न सकिन्छ भने रूपमा अलिकति नियोजित जस्तो पनि देखिन्छ र अर्कोतर्फ नेताहरूमाथि आक्रमण गर्ने एउटा परम्पराको विकास परिस्थितिका कारणले यी घटनाहरूलाई अब सामान्य रूपमा बुझ्न थालिसक्यो। रोहन हजुर, कृष्ण जानकारीको लागि धन्यवाद। दर्शकबिन्दु, उहाँ हाम्रा संवाददाता कृष्ण मल्ल हुनुहुन्थ्यो र उहाँ यति बेला एकीकृत नेकपा माओवादीले काठमाडौँको भृकुटी मण्डपमा आयोजना गरेको चियापान स्थलमा हुनुहुन्छ। चियापान यद्यपि अहिले सकिसकेको छ। केही बेर अगाडि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालमाथि हातपातको प्रयास भएको थियो। एक युवकले मञ्चमा गएर उनलाई हातपातको प्रयास गरेका थिए र उनको परिचय पनि खुलिसकेको छ। उनी ती युवक बागलुङका